कतै तपाईहरुले चलाइरहेको जीमेल आईडी तपाईहरुले थाहा नपाइकन अरूले पनि चलाइरहेको त छैन। कहिले चेक गर्नुभएको छ? यदि चेक गर्नुभएको छैन भने इमिडिएटली चेक गरिहाल्नुस् अनि यदि चलाएको रहेछ भने हटाइहाल्नुस्। नत्र एउटा जीमेल आईडी को थ्रुबाट तपाईको पुरै मोबाइल कन्ट्रोल गर्न सक्छ। जीमेल आईडी मा त्यति पावर हुन्छ। बरु फेसबुक ह्याक भयो भने फेसबुक मात्रै हुन्छ हैन। अब इमो ह्याक भयो भने इमो मात्रै, अब टिकटक ह्याक भयो भने टिकटक मात्रै हुन्छ। तर जीमेल आईडी ह्याक भयो भने पुरै मोबाइल नै कन्ट्रोल गरिदिन सक्छ। त्यति पावर हुन्छ जीमेलमा। अब कसरी चेक गर्ने त? आफूले चलाइरहेको जीमेल आईडी अरूले पनि चलाएको छ कि छैन कसरी चेक गर्ने? यदि चलाएको रहेछ भने त्यसलाई कसरी हटाउने तपाईहरुलाई म स्क्रिन शेयर गरेर देखाउँछु। अनि यो भिडियोलाई सबजनाले रिपोस्ट कपी लिंक शेयर गरिदिनुस् ताकि अरूहरु थाहा नहुनेहरुलाई पनि थाहा होस्। लाउनुस् अहिलेको लागि ढिलो नगरी म तपाईहरुलाई स्क्रिन शेयर गरेर देखाउँछु। ल सबैभन्दा सुरुमा तपाईहरु आफ्नो जीमेल ओपन गर्नुस्। जीमेल आफ्नो ओपन गर्नुस् एकचोटी। जीमेल ओपन गरेपछि अनि जीमेल को प्रोफाइलमा एकचोटी क्लिक गर्नुस् माथि। अनि त्यसपछि अब कुन चाहिँ जीमेल को चेक गर्न चाहनुहुन्छ त्यो जीमेल सिलेक्ट गर्नुस् अनि यहाँनिर म्यानेज योर गुगल अकाउन्टमा क्लिक गर्नुस्। म्यानेज योर गुगल अकाउन्टमा क्लिक गरेपछि अनि थोरै तल यहाँनिर साइन इन सेक्युरिटी एन्ड साइन इन को अप्सन छ यसमा एकचोटी क्लिक गर्नुस्। यसमा क्लिक गरिसकेपछि अब थोरै तल जानुस्, थोरै तल जानुस्। यहाँ थोरै तल गइसकेपछि यहाँनिर यो डिभाइस को अप्सन आउँछ। अब यहाँनिर कतिवटा मोबाइलमा तपाईको जीमेल चलिरहेको छ यहाँनिर शो गर्छ। अब यहाँनिर म्यानेज अल डिभाइसमा एकचोटी क्लिक गरेर हेरौँ। जम्मा 3 वटामा चलिरहेको छ, 3 वटा फोनमा। यसमा क्लिक गरेर हेरेँ मैले, यहाँनिर देखाइरहेको छ। अब 3 वटामा यहाँ मेरो जीमेल आईडी चाहिँ चलिरहेको छ। यो मेरो आफ्नै फोन हो। सो तपाईहरुले चलाएको फोन बाहेक हैन अरू फोनमा पनि लगइन भएको छ भनेदेखि सम्झिनुस् कि अरूले पनि तपाईको जीमेल चलाइरहेको छ। अब यदि चलाएको रहेछ र तपाईको फोन यो होइन भनेदेखि हैन यता साइडमा एरोको अप्सन छ। एरोमा क्लिक गर्दै हटाउने। साइडमा एरोको अप्सन छ, एरोमा क्लिक गर्ने अनि हटाइदिने। अब यहाँ पिन मागेको छ मेरो यो फोनको लक माग्छ। तपाईहरुले फिंगरप्रिन्ट प्याटर्न लक के लगाएको छ आफ्नो फोनको होम स्क्रिनमा त्यही लाउने। ल मैले यसले खोले। अब यो अनि साइन आउट को अप्सन आउँछ। यस्तो माथि टपमा साइन आउट को अप्सन आउँछ। साइन आउटमा क्लिक गर्ने, साइन आउट गरिदिने। अर्को फोनमा अटोमेटिक लग आउट हुन्छ है त।